मान्य सदस्य अगाडि बढौँ, विषयवस्तुमा अगाडि बढौँ। म अगाडि जान सक्दिनँ सभामुख महोदय, सम्मान्य सभामुख महोदय, सम्भवै छैन। तपाईँ 9वटा मन्त्रालयको छलफल गरिराख्नु भएको छ भने 2टा मन्त्री मात्रै कसरी भयो त? मेरो आँखा कमजोर भयो? त्यो त होइन जस्तो लाग्छ। 9वटा मन्त्रीमा 9वटाको यहाँ छन् 1 2 3 मा भनिदिउँ सभामुख महोदय, मलाई कन्ठा गरिदिउँ कि पढाएर भनिदिउँ? यो त छ नि त, यसो गर्नु भएन सभामुख महोदय। थिति त नबिगारौँ न, मेरो यति मात्रै अनुरोध हो। अनि तपाईँले भरे 1 मिनट दिने म मानिदिन्छु, तर मन्त्रीहरू चाहिन्छ यहाँ। मन्त्री नभए त म अगाडि बढ्न सक्दिनँ, कसरी सक्दिनँ नि? यो बिथेतिलाई म कसरी गर्छु? हाम्रो मान्यज्यू हाँसिराख्नु भएको छ, उहाँले भने यो थिति बसाल्नुपर्छ। मान्य सदस्य अगाडि बढौँ न, आफ्नो विषयवस्तुमा अगाडि बढौँ। मन्त्रीज्यूहरू हुनुहुन्छ, अरू मन्त्रीज्यूहरू नै आउनु होला, आउनु भए पनि थियो। अहिले मन्त्रीज्यूहरू भएको विषयवस्तु उहाँहरूको मन्त्रालय अन्तर्गतमै कुरा होला तपाईँको, त्यस कारणले मान्य सदस्य अगाडि बढौँ। सम्मानीय सभामुखमा दोहोरो वार्ता यति सहल गर्न चाहने तपाईँ मेरो लागि सम्मानीय हुनुहुन्छ। अब मैले त मिल्दैन त्यहाँ म जान सक्दिनँ, बाहिर पत्रकारले सोधै गर्छ, कसरी जवाफ दिने मैले? हेर्नुहोस्, त्यो सम्भव छैन। पत्रकारले सोधेर मलाई जानै दिँदैन। हेर्नुहोस्, अब के गर्नु, बहुत गाह्रो चिज हो होइन? तपाईँले अलिक व्यवस्थापन गर्न सक्नु भएन जस्तो लाग्छ सभामुखमा। म त गाह्रो छ, हेर्नुहोस्, अब यहीँ बसिराख्नु पर्यो, के गर्ने?